नमस्कार। माइन्डफुल संवाद विथ बबीको यो 4थो अङ्कमा तपाईहरूलाई स्वागत छ। आज हामी धेरै मानिसहरूले मनभित्र चुपचाप बोकिराखेको एउटा प्रश्न, त्यसको बारेमा कुरा गर्दैछौँ। त्यो हो, ममा के गल्ती छ? आफूबाट गल्ती भएपछि आउने आवाज, अरूलाई हेरेर आफूलाई सानो ठान्ने बानी र भित्रैबाट तिमी त्यहाँ पुग्न सक्दैनौ, धेरै गाह्रो छ, अथवा तिमी भित्र नै धेरै कमी छ, तिमी ठिक छैनौ भन्ने जस्तो कठोर आवाज आफ्नो लागि र राति सुत्दा पनि ती गल्तीहरूलाई दोहोऱ्याइरहनुहुन्छ। यदि तपाईँ आफूलाई सबैभन्दा धेरै कठोर व्यवहार गर्नुहुन्छ र आफूलाई नै सबैभन्दा सानो ठान्नुहुन्छ भने यो एपिसोड तपाईका लागि हो। आज हामी कुरा गर्नेछौँ आत्म-आलोचना अथवा सेल्फ क्रिटिसिजम। कहाँबाट आउँछ आत्म-आलोचना? अथवा किन यो यति धेरै साँचो लाग्छ हामीलाई? र कसरी आफूलाई अलि दयालु नजरले हेर्न सुरु गर्न सकिन्छ त भन्ने बारेमा कुरा गर्छौँ। आज पनि हामी न्यान्सी कोलरको क्यान्ट स्टप थिङ्किङ भन्ने किताबबाट यो एपिसोड बनाइराखेका छौँ र त्यसैमा विस्तारमा चर्चा पनि गर्नेछौँ। यो मानिसको दिमाग हुन्छ नि, यसमा नकारात्मक सोच्ने धेरै तरिका हुन्छन्। तीमध्ये धेरै सामान्य बानी हो कि ममा के खराबी छ अथवा ममा नै खराबी छ। सेल्फ क्रिटिसिजम भनिन्छ नि, त्यही नै सोचिराख्नु र यो बिस्तारै एउटा मानसिक चक्र बन्न जान्छ। हामी आफ्ना असफलताहरू सम्झिरहन्छौँ, आफ्ना कमजोरीहरू प्रमाण झैँ जम्मा गरिरहन्छौँ। वर्षौं पुराना लाजमर्दा पलहरू अथवा गल्तीहरू पनि आजै भएको जस्तो गरी सम्झिरहन्छौँ। बिस्तारै यो आवाज चिनेको जस्तो लाग्न थाल्छ, यो नै साँचो हो जस्तो लाग्न थाल्छ। तर यो साँचो होइन, यो हाम्रो सोच्ने बानी मात्र हो। हाम्रो भित्री आलोचक भन्छ, तिमी पर्याप्त छैनौ, तिमीले अझै राम्रो गर्नु पर्थ्यो, अरू त सबै ठिकै छन्, समस्या त तिमीमै छ। र जति धेरै सुन्छौ उति धेरै विश्वास गर्न थाल्छौ। एउटा अचम्मको कुरा के छ भने यो कठोर भित्री आवाज सुरुमा दुश्मन थिएन। यो कहिलेकाहीँ रक्षक अथवा प्रोटेक्टरको रूपमा सुरु भएको हुन्छ। जीवनको कुनै समयमा हामीले सिक्यौँ कि पहिले नै आफूलाई दोष दिए भने असफलताबाट बस्न सक्छु। निराश हुनुभन्दा पहिले नै खराब सोचे भने कम दुख्छ, अथवा एक्सपेक्टेसन धेरै राखिन भने I'll be fine भन्ने हुन्छ। त्यसले हो, एकतिर हामीले एक्सपेक्टेसन धेरै राख्नु हुँदैन, मलाई भोलि गएर दुख्छ भन्नु र म अहिले नै खराब सोच्न थाल्छु, यो चाहिँ खराब नै हुन्छ अथवा नेगेटिभ नै हुन्छ ममाथि, ममा नै खराबी छ भन्ने सोचे भने भोलि गएर म निराश हुँदिनँ भन्ने लाग्छ हामीलाई। आफूलाई कडा दबाब दिएँ भने मात्र म राम्रो बन्छु भन्ने लाग्छ। त्यसैले यो भित्री आलोचक डर र लाजको माध्यमबाट हामीलाई अघि बढाउन खोज्छ। ऊ यसलाई सहयोग ठान्छ, तर वास्तवमा यसले चिन्ता, आत्मसन्देह र मानसिक थकान बढाउँछ। जुन कुरा कहिले सुरक्षा थियो अहिले पीडा बनिसकेको छ। हाम्रो धेरै जसो आत्म-आलोचनात्मक सोच वास्तवमा हाम्रो आफ्नै आवाज होइन। यी आवाजहरू हामीले बाल्यकालदेखि नै सुन्दै आएका, कहिलेकाहीँ कडा अभिभावकहरूबाट, गल्ती मात्र देख्ने शिक्षकहरूबाट, पूर्णता अथवा पर्फेक्सन माग्ने समाजबाट, वा यस्तो अनुभवबाट जहाँ प्रेम शर्तसहित थियो, अझ राम्रो बन अनि मात्र योग्य हुन्छ। बिस्तारै यी सन्देशहरू हामीभित्र बस्छन्। हामी आफैसँग पनि अरूले जस्तै कुरा गर्न थाल्छौँ। समस्या के हो भने हामी यसलाई प्रश्न गर्न छोड्छौँ। हामी मात्र थाल्छौँ कि म यस्तै हुँ, मेरो साँचो स्वरूप यही हो। तर यो तपाईको पहिचान होइन, यो सिकेको मानसिक बानी हो। परिवर्तन सुरु हुने एक शक्तिशाली प्रश्न छ, के यो सोच साँच्चै साँचो हो त? भावनाले साँचो लाग्ने होइन, चिनेको जस्तो लाग्ने होइन, तर तथ्य अनुसार साँचो हो कि होइन?
भन्ने कुरा सोच्नुपर्छ। भित्री आलोचकले चरम शब्दको प्रयोग गर्छ, म सधैँ बिगार्छु, म केही पनि ठिक गर्न सक्दिनँ, कसैलाई मेरो वास्तै छैन। तर जब हामी रोकिएर प्रमाण हेर्छौँ, धेरै पटक थाहा हुन्छ यो पुरै साँचो होइन, यो कथा हो, तथ्य होइन। सोचहरू मनमा आउने घटना मात्र हो, अन्तिम सत्य होइन। एकैछिन कल्पना गर्नुहोस् त, तपाईँले आफूलाई बोलेको जस्तै शब्दहरू एउटा सानो बच्चालाई भन्नुभयो भने के भन्नुहुन्थ्यो? के तपाईँ भन्नुहुन्छ कि तिमी त सधैँ असफल हौ, तिमी कहिल्यै राम्रो हुन सक्दैनौ, तिमी खत्तम छौ, तिमीलाई कसैले पनि माया गर्न सक्दैन, अथवा तिमीलाई त कसैले पनि माया गर्दैन भन्नुहुन्छ? पक्कै पनि भन्नुहुन्न। तर हामी आफ्नो मनभित्र भने यस्तो कठोर भाषाको प्रयोग किन गर्छौँ? हामी किन आत्मकरुणा अथवा आफूलाई नै सेल्फ कम्प्यासन भनिन्छ नि, त्यो किन राख्दैनौँ? आत्मकरुणा आलस्य होइन, यो बहाना बनाउनु होइन, यो त आफूलाई त्यही दयालु व्यवहार दिनु हो जुन तपाईँले आफ्नो प्रिय व्यक्तिलाई दिनुहुन्थ्यो। यो यस्तो सुनिन्छ कि मैले गल्ती गरेँ, म सिक्न सक्छु, म सङ्घर्षमा छु, तर म हेरचाहको यज्ञ पनि छु, म अपूर्ण छु, तर म अझै पनि मूल्यवान छु। यदि तपाईँले आफूभित्र दया देखाउन थाल्नुभयो अथवा आफूप्रति दया देखाउन सुरु मात्र गर्नुभयो भने पनि नि तपाईँको भित्री आलोचक बिस्तारै कमजोर हुन थाल्छ। तपाईँ त्यो आलोचना गर्ने आवाज होइन, तपाईँ त्यो चेतना हो जसले त्यो आवाजलाई देख्न त सक्छ, तर त्यसलाई मूल्याङ्कन गर्न पनि सक्छ। लक्ष्य एकैचोटि भित्री आलोचकलाई चुप गराउनु होइन, लक्ष्य हो कि उसँग सम्बन्ध परिवर्तन गर्न सक्नु। हामीले हाम्रो भित्री आलोचकलाई अब यसरी चिन्नुपर्छ कि यो सोच मात्र हो, मेरो पहिचान होइन, यो मेरो पुरानो बानी हो, मेरो सत्य होइन। म मेरो लागि दयालु आवाज रोज्न चाहन्छु, अथवा म मेरो लागि दयालु बन्न सक्छु। यदि अब अर्को पटक तपाईँको मनले सोध्यो भने तपाईँलाई कि ममा के खराबी छ, बिस्तारै सोच्नुहोस् र फेरि सोध्नुहोस् मनलाई कि मलाई के चाहिएको छ, what I want। अबदेखि आफूप्रति दयालु बन्न सिक्नुहोस्। अरूले तपाईँप्रति कस्तो व्यवहार गर्छ भन्दा पनि तपाईँले आफूले आफूप्रति कस्तो व्यवहार गर्नुहुन्छ त्यसले गर्छ निर्णय तपाईँ खुसी हुन चाहनुहुन्छ या दुखी। त्यसले नै दिन्छ तपाईँलाई खुसी जीवन। आफूलाई माया गर्नुहोस्, आफ्नो मनप्रति दयावान हुनुहोस्। यदि यो भिडियोले तपाईँलाई छोयो भने लाइक गर्नुहोला, माइन्डफुल संवाद विथ बबीलाई सब्सक्राइब गर्नुहोला र आफ्नो अनुभव कमेन्ट बक्समा लेख्नुहोला। अनि फेरि पनि रिक्वेस्ट गर्छु, यदि तपाईँले यो बुक पढ्नु भएको छ अथवा यी र यस्तै खालका बुकहरू तपाईँले पढ्नु भएको छ भने ती बुकहरूबाट के सिक्नुभयो हामीलाई आफ्नो अनुभव कमेन्ट बक्समा सेयर गर्नुहोस्। अथवा कुनै बुक तपाईँले रिकमेन्ड गर्न चाहनुहुन्छ कि त्यसको रिभ्यू म गरौँ भने पनि त्यो बुकको रिकमेन्डेसन यो कमेन्ट बक्समा लेखिदिनु होला, जसले गर्दा मलाई सजिलो हुन्छ। यतिका बेरसम्म मलाई सुनिदिनु भएकोमा र यहाँ आइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद।